पदयात्रा जीवनको सजीव प्रतीक हो। कहिले चट्टान चढ्दै, कहिले विश्रामको खोजीमा प्रकृतिको काखमा हराउँदै। प्रत्येक पाइला हामीलाई प्रकृतिसँग अझ नजिक पुर्याउँछ, जहाँ जीवनका विभिन्न रङहरू छलङ्ग देखिन्छन्। हिमाल, पहाड, झरना, ताल र मनोरम प्राकृतिक दृश्यले मनलाई शान्त पारेर नयाँ ऊर्जा दिन्छ। यस यात्राले जीवनको सहजता, सुन्दरता र कठिनाइलाई एकै धागोमा बुनिदिन्छ, जहाँ सङ्घर्ष र सौन्दर्यको मधुर तालले हामीलाई अघि बढ्न प्रेरित गर्छ। गण्डकी प्रदेश म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर 4 नार्चेङमा विश्वको 10औं र नेपालको 9औं अन्नपूर्ण प्रथम हिमाल 8091 मिटर रहेको छ। यस अन्नपूर्ण प्रथमको आधार शिविर पुग्न नार्चेङ गाउँदेखि मोरिस हर्जोग पदमार्ग सञ्चालनमा छ। सन् 1950 जुन 3 तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको थियो। फ्रान्सेली हिमाल आरोही मोरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए। उक्त आरोहण दलको नेतृत्व मोरिस हर्जोगले गरेको कारण नार्चेङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम मोरिस हर्जोगको नामबाट नामाकरण गरिएको छ। हर्जोगले आरोहणका लागि आधार शिविर पुग्न प्रयोग गरेको पदमार्ग पछ्याउँदै विक्रम सम्वत 2068 मा मोरिस हर्जोग पदमार्गको पहिचान गरिएको थियो। नार्चेङ गाउँदेखि आधार शिविरसम्म पुग्ने यस पदमार्गमा मनोरम दृश्य र प्राकृतिक छटाहरूले भरिपूर्ण छ। आँखै अगाडि ठोकिन आउने हिमाल, अग्ला पहाडहरू, सँगसँग गर्दै झरेका झरनाहरू, मनै लोभ्याउने हिमताल र हिमालको फेदीबाट बग्ने मिस्त्री खोलाको रमणीय दृश्य यस पदमार्गका प्रमुख आकर्षण हुन्। जब आधार शिविर पुगिन्छ, मन फुरुङ्ग हुन्छ, उत्साह र उमङ्गको दियो बल्छ। पदमार्गको थकानलाई यहाँको रमणीय दृश्यले भुलाइदिन्छ। नार्चेङदेखि कुल 42 किलोमिटरको दूरीमा रहेको नर्थ एबिसी पुग्नको लागि हुम्कुलासम्मको 20 किलोमिटरको बाटोमा सडकको पहुँच पुगेको छ। हामी पनि असोज 28 गते दशैंको पर्सिपल्ट 4 जनाको टोलीसहित यही नर्थ एबिसी पुग्ने योजना बनायौं। ट्रेकको लागि चाहिने आवश्यक नाना लुगा, टेन्ट साथै 3 दिनको लागि चाहिने खानेकुरा म्यानेज गरी मिश्रित भावनाका साथ म, रूपक सर, महेन्द्र सर र लविज भाइ हिँड्यौं। पदमार्गभरि नै दायाँ बायाँ देखिने प्राकृतिक सौन्दर्यतालाई आँखाले निहाल्दै क्यामेरामा कैद पनि गर्दै गयौं। जब आँखाले ओह्रालो देख्छ, खुट्टा रमाउँछ अनि उकालो देखे रिसाउँछ। अनि त्यो थकान पछिको आराम र भोक पछिको भोजन सायदै स्वर्गमा मात्रै पाइन्छ होला। यसरी हाम्रो 3 दिने यात्रा सुरु भयो। हामी हाम्रो एबिसी ट्रेक बागलुङ बजारबाट हामी बेनीतर्फ प्रस्थान गर्दैछौँ, बेनी नगरपालिकातर्फ। हामी यतिखेर मधु सर, म, रूपक सर र हाम्रो भाइ लवि छौँ। हामी भर्खरै धौलागिरी बहुमुखी क्याम्पसलाई छोडेर अगाडि बढ्दैछौँ। अब बाँकी कुराहरू फेरि बेनीमा गएर गरौँला है त। अहिले चाहिँ हामी बेनीमा सामान किन्दै ल्याउँदै हामी अब यहाँदेखि तत्कान जाने यही बस्न जान लागेको। सामान छुट्टै सामानहरू हेर्दै किन्दैछौँ हामी। यो चाहिँ मोरिस हर्जोग ट्रेल हो, जसलाई हामी चाहिँ नर्थ अन्नपूर्ण बेस क्याम्प पनि भन्छ। यो चाहिँ हुम्खुलाको ड्याम। यहाँदेखि हामी चाहिँ माथि जान्छौँ। माथि यो यहाँबाट चाहिँ हामी गाडी समातेर माथि जान्छौँ। ल, नाइस। 3 दिन 2 रात 2 दिन 2 दिन 2 रात 2 दिन 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 2 दिन
हामी चाहिँ नार्स्याङ है यतिखेर नार्स्याङ यो ट्रिपको गाइड म है ल आउने बाटो चाहिँ यही हो हिँड्ने बाटो चाहिँ यही हो हामी चाहिँ यो बाटो हिँड्दैछौँ सर्टकटको लागि भनेर होइन अब म लिडिङ गरिरहेको छु अगाडिपट्टि बाटो घेरिरहेन मैले ल हामी चाहिँ अब अनकन्डा ठाउँमा आएको छौँ ठाउँको नाम थाहा छैन मान्छेहरू केही जाओस् तर के हुँदैछ माथि आएर बसिरहेको छौँ अलि सेल्टर जस्तो रहेछ यहाँ चाहिँ टिनको छाप्रो भएको रहेछ और यहाँ भर्खरै आएर यहाँ टिन फिट गर्दैछौँ अब खानासाना बनाउनु छ ओके आगो बनिसक्यो यहाँ हाम्रो पहिलो दिनको ट्रेक यहाँ नार्स्याङ मिनी ग्यास स्टोभमा चाहिँ यहाँ भर्खरै कफी बन्यो अन्तखेरि टेन्ट सेटअप भइसक्यो आगो सानो पानी पऱ्यो भने आजको दिनलाई मात्र कताबाट टिनको छाप्रो चाहिँ रहेछ ठिक छ ल अब हामी चाहिँ कफी खान्छौँ कफी यहाँ छ भर्खरै हामीले चाहिँ यहाँ चाहिँ मासुलाई यहाँ राखेका छौँ मासु पाक्दैछ अब चाहिँ यता रुक सर हाम्रो मेन कुक मेन कोषाध्यक्ष मेन अध्यक्ष जम्मै यता चिया कफीको चुस्की लिँदै हुनुहुन्छ ल यो चाहिँ हाम्रो फर्स्ट खुवाई आउटडोर क्याम्पिङ साइटमा गुड नाइट गाइज गुड नाइट डे 2 हामी चाहिँ यो साइड क्याम्पमा यो हामी डिसमेन्टल गर्यो यो चाहिँ अहिले यसलाई चाहिँ अहिले हामी डिसमेन्टल गर्छौँ आज डे 2 कफी खाँदैछौँ बिहान चाहिँ अब यहाँबाट हिँड्ने कार्यक्रम हुन्छ आधी घन्टा पछि अब हेरौँ अब फर्दर के हुन्छ हामी अपडेट गराउँदै जान्छौँ हाम्रो सामान ब्याकप्याक अझ गाडी आएको छ अब गाडीमा हामी चाहिँ हामी बसेको ठाउँ चाहिँ उहाँ थियो अब हामी चाहिँ डे 2 बाट अब यहाँ सामान प्याक गरेर माथि जान्छौँ हामी यो बाटो हुँदै यो चाहिँ हामी अस्ति पहिरो गएको ठाउँमा आएको छौँ यहाँ चाहिँ हाम्रो पहाडी ब्याकग्राउन्डमा चाहिँ गाडी छ होइन यो बाहिरको दृश्यहरू चाहिँ यस्तो छ ब्याकग्राउन्डको यस्तो छ Paralyzed like no disguise, no shame. Paradise, the grandest prize, no game. Paraclete shows a pair of hearts to the king. Sun applies, this is worth the fight, angels sing. This is the Big Bang, the cracking of the code. This is the chord that made the first spark explode. यो चाहिँ हाम्रो गाडी आउने लास्ट पोइन्ट हो यो चाहिँ यहाँदेखि अब फुल वेमा चाहिँ हामी बाई फुट जानुपर्ने हुन्छ यहाँ चाहिँ यस्तो छ मेरो हाम्रो साथीहरू चाहिँ आउँदै हुन्छ उहाँले दाइबाटै उहाँले यहाँसम्म ल्याउनु भयो यहाँ चाहिँ हाम्रो मन्चको लागि यो चिकन ससेज अनि हाम्रो यो बफ ससेज अनि हामीसँग यहाँ बफ सुकुटी पनि छ यहाँ चाहिँ खाना पाक्दै के सरी नुडल्स पाक्दैछ चाउचाउ अनि देउबाट फार्म हालिदिन्थ्यो नि त The love that we all came from, into which we now return. And turn, 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 turn. And turn, 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 and turn. ल हामी चाहिँ अहिले गुराँस डाँडा आयौँ अब यहाँदेखि हामी ओह्रालो झर्छौँ अहिलेसम्म हामी उकालो थियौँ हामी यतिखेर गुराँस डाँडा हामी चाहिँ एकदम थकित मुन्द्रामा छौँ
फुटफुटे झरनाको हामी सम्मुखमा छौँ है अब। अब यहाँसम्म हामी उकालो थियो भने अब यहाँ चाहिँ अब तल झर्छौँ र अब हामी बिस्तारै अब केही छिनमा हामी एकदमै चर्चित झरना फुटफुटे झरना यो पदमार्गको सबैभन्दा चर्चित झरना फुटफुटे झरनामा जान्छौँ र त्यहाँ केही समय टाइम स्पेन्ड गरिन्छौँ। रूपक सर एक्सपिरियन्स कस्तो छ? हामी दोस्रो दिनमा आज एबिसी ट्रेकको दोस्रो दिनमा छौँ। तपाईँलाई कस्तो लागिरहेछ? एकदम रमणीय छ तर अलि हिँड्न अलिक गाह्रो रहेछ हो। लभिज के छ एक्सपिरियन्स? हामी एबिसी ट्रेकको दोस्रो दिनमा छौँ। हाम्रो लभिज भाइ पनि थकिन मुन्द्रामा एकदम देखिन्छ। चिलो एडभेन्चर ल हामी चाहिँ अहिले फुटफुटे झरनामा छौँ जुन कि यो मरिस हर्जोक ट्रेल अथवा नर्थ एबिसीको एकदमै प्रख्यात ठाउँ। यहाँ चाहिँ हामी आएर विश्राम गरेका छौँ। अहिलेसम्म कस्तो लाग्यो मन्सर फुटफुटे झरना? यो एबिसी ट्रेकको हामी घरबाट सुरु गरेर बेनी हुँदै हामी चाहिँ यहाँ चाहिँ अहिले फुटफुटे झरना भन्नेमा छौँ। यो नेपालको एकदम चर्चित झरनामा पर्छ एबिसी ट्रेकको यो अन्नपूर्ण बेस क्याम्पको। र यो चाहिँ फुटफुटे झरना हाम्रो मलाई लाग्छ हाम्रो देशमा धेरै प्राकृतिक स्रोत साधन सम्पदा छन्, छाँगा छर छन्, ताल तलैया छन्, प्राकृतिक स्रोत सम्पदा छ, खनिज छ र धेरै हाम्रो प्राकृतिक छटाहरू छन्। यसको विकास प्रचार प्रसार गर्न सकेमा देश धेरै माथि जाने थियो। तर हाम्रो देशमा एउटा मात्रै कुराको खाँचो छ, त्यो देश बनाउने महान सपनको खाँचो छ। मेरो यही अनुभव भइरहेको छ। अब यहाँबाट हामी बिस्तारै लाग्छौँ होइन त? हामी अब लाग्छौँ बिस्तारै। रूपक सर अब के छ? एकदम मन्त्रमुग्ध छु हुन्छ। ल हामी साउदी खर्का आइयो। सादी खर्का यो चाहिँ आजको डेस्टिनेसन गुफाफाट। यसको हाइट चाहिँ 3319 रहेछ। त्यो भित्रपट्टि यो धर्मशाला छ। धर्मशालाभित्र चाहिँ यसरी हामी चाहिँ क्याम्प चाहिँ सेट गरिसकेको छौँ, टेन्ट चाहिँ सेट गरिसकेको छौँ। यहाँ चाहिँ अलिअलि सामानहरू पनि छ। यो चाहिँ हाम्रो भित्रपट्टि आजको यहाँ बस्छौँ। अहिले सुप रेडी गर्दैछौँ हामी चाहिँ। यता सरले चाहिँ यहाँ भाडा माझिराख्नु भएको छ। मान्छे अहिलेसम्मको यात्रा कस्तो भइरहेको छ? यात्रा चाहिँ हामी हिजो बेनीबाट सुरु गऱ्यौँ। गाडी पाउन चाहिँ यो दसैँ र तिहारको बिचमा चाहिँ एबिसी ट्रेकमा नर्थ एबिसी ट्रेकमा धेरै गाह्रो हुँदो रहेछ। अब त्यसै गरी हामी नार्च्याङको अलि माथितिर बस्यौँ र आज दोस्रो दिनमा हामी यो ठाउँमा छौँ। अनि जिन्दगीमा त्यस्तै हो, एकचोटि मरेर जाने हो। पैसा कमाउनु भन्दा पनि एउटा मेमोरी कमाएर जाने हो। जतिसकेको मेमोरी बनाउने हो। सबै कुरालाई ब्यालेन्स गर्न सके राम्रै हुन्छ। अब हेरौँ हामी अन्त हाम्रो भात पकाउने कार्यक्रम चलिरहेको छ। भात कति खान्छ हेरौँ के छ खबर? ठिकठाक छ, एकदम ठिकठाक छ। हाम्रो खाना बन्दैछ, बेलुकीको खाना। हामी दोस्रो दिनमा छौँ। अब चाहिँ हामी चाहिँ रमाइलो गर्छौँ आज 2-3 घन्टा। ठिक छ। मैले चाहिँ आज रूपक सरलाई धेरै धन्यवाद दिन चाहन्छु। एकदम अप्ठ्यारोको बावजुद उहाँले चाहिँ हामीलाई खाना खुवाउनको लागि निकै मिहिनेत गरिरहनु भएको छ। हामीले चाहिँ हेल्प मात्र गरेका छौँ भने उहाँले मुख्य रूपमा यो खाना पकाउनदेखि लिएर हाम्रो मुख्य योजनाकार नै हाम्रो रूपक सर हुनुहुन्छ। दोधारे कुराले हान्छ मुटु चकुरा छुराले माया जाल बुन्छुमा झिम सानो नजिम्क्या परेली मुटुकै हुन्छुमा। ओ हल्ला 50 आज डे 3 हामी चाहिँ यहाँ गोफाटबाट माथि भुसेर मेला हुँदै नर्थ एबिसी जाँदैछौँ पञ्चकुण्ड तालसम्म। यो चाहिँ हाम्रो आजको मर्निङ भ्यू। हेलो गाइज, गुड मर्निङ। उता सनराइजमा पवाल हाम्रो स्टार्ट भएको छ डे 3। यो त माथि देखिएको चाहिँ ब्याट केभ है। त्यो ब्याट केभ अहिले पहिरो गएर त्यहाँतिरको गुफाहरू चाहिँ झरिसकेको रहेछ, बिगारिसकेको रहेछ। कति राम्रो रहेछ, गेटै रहेछ त्यहाँ त। मेरो चाहिँ ब्याटम्यान है। यहाँ चाहिँ ब्याटम्यान उहाँ चाहिँ थकित मुद्रामा बल्ल आउँदै हुनुहुन्छ।
अहिले चाहिँ हामी यो अन्नपूर्णको मुनिपट्टि रहेको रेड वाटरफल जुन कि यहाँ छ, जुन कि रेड वाटरफल भने पनि यो सायद क्लिफ चाहिँ पहरा चाहिँ रेड भएको कारणले गर्दा होला, पानी चाहिँ रेड छैन। यही नै हो रेड वाटरफल भन्ने, यो चाहिँ रेड वाटरफल भयो है। He will manifest some way when I am next to you. हामी चाहिँ अहिले सुरु मेलामा आएका छौँ। हामी आज डे 3 हो। हामी गुफाबाटो बसेको थियौँ। धेरै जस्तो मान्छेहरू हुम्कुलाबाट डाइरेक्ट यहाँ आएर बस्ने गर्छन्, तर हामी चाहिँ कुनै रस बिना, विदाउट रस हामी चाहिँ आज गुफाबाटो बसेर अब डाइरेक्ट हामी चाहिँ वहाँ जान्छौँ, माथि नै एबिसी जान्छौँ। यो चाहिँ भुसुरी मेला हो। यहाँ चाहिँ कतिजनाले टेन्ट पुरै हालेर बसिराख्नु भएको छ होइन। अब यहाँ चाहिँ हामी चाहिँ एकछिन कफी ब्रेक गर्छौँ, त्यसपछि हामी चाहिँ जान्छौँ। सरहरू चाहिँ उता आइराख्नु भएको छ है। त्यही नै छ, यहाँ पनि बस्नको लागि व्यवस्था छ, तपाईँहरू यहाँ आएर पनि बस्न सक्नुहुन्छ। त्यही नै छ। 9:30 बजेबाट हिँडेर यो भुसुरीमेलाबाट कफी ब्रेक गरेर हामी यहाँ धर्मशालामा आएका छौँ है। अनि यहाँदेखि अब कम्तीमा 3 घन्टा लाग्छ अरे। अब अलि नहिँडेर चाहिँ 3 घन्टा 45 मिनट लाग्ने रहेछ यहाँदेखि अझसम्म, अझ पञ्चकुण्ड पुग्नुको लागि। लड्दै पढ्दै घुम्दै फिर्दै आइयो। ल मोहन सर एउटा जाप्स न त। देउरालीलाई फुलपाती धजा छ, मायालुलाई मनभित्र सजा छ। देउरालीलाई फुलपाती धजा छ, मायालुलाई मनभित्र सजा छ। A few more years, I'll be buried next to you. ओए हामी पञ्चकुण्ड फाइनल्ली 5 मिनट हिँड्यो भने पञ्चकुण्ड आइन्छ। ओए म्यान, Did it. Yeah, man. Stay tuned, okay? Bye-bye. ट्याक्क हामी पञ्चकुण्डमा 13 बजेर 13 मिनट भनेको 1 बजेर 13 मिनटमा हामी यहाँ आएका छौँ। सरहरू बिस्तारै आउँदै हुन्छ। यहाँ चाहिँ लविज भाइ र म मात्र यो 4190 गरेर चाहिँ हामी पञ्चकुण्ड पनि भन्छौँ, पञ्चकुण्डमा आएका छौँ। यो चाहिँ अब आजको हाम्रो फाइनल डेस्टिनेसन। यहाँ चाहिँ हामी क्याम्पिङ गर्छौँ। अब यो चाहिँ धर्मशालामा त अब पाइँदैन होला क्याम्पिङ गर्न, यहाँ अलरेडी प्याक छ। अरू 1 2 3 4 5 6 7 8 9 10वटा यति आँखाले देखिरहेको छु। अरू त यति कति छन्। अब हामी पनि यहीँ बाहिर नै सेटअप गर्ने आज ट्रेन चाहिँ। ल यही नै हो हाम्रो पञ्चकुण्ड। यहाँको सिनेरी यस्तो छ होइन, पुरै क्याम्पिङ गरेको साइड छ। यो चाहिँ हाम्रो यो साइड चाहिँ यो चाहिँ हाम्रो। अरू चाहिँ छेउछाउमा त्यहाँ बसिरहेको छन्। त्यताको हावा लगाएर चाहिँ हामी चाहिँ यहाँ आएर कफी बनाइरहेको छौँ। यो चाहिँ धर्मशाला मान्छेहरू धेरै छन्। र कोही चाहिँ यहाँ प्रोटहरूले बनाइरहेका छन् खानाहरू। सबैको यस्तै छ अवस्था, चिसो छ एकदमै है। त्यही नै छ। अहिले चाहिँ हामी नर्थ एबिसीमा आएर मुसुरी खाँदैछौँ है सबैजनाले। त्यहाँ सरहरूले खाइराख्नु भएको छ त्यहाँ चाहिँ होइन। यता मेरो चाहिँ यहाँ छ लोकल पारामा है, यहाँ भिजिरहेको छ। अलिकति भिजाउँदैछु म चाहिँ। त्यही नै छ। ए सबैको रमाइलो छ यहाँ चाहिँ। यहाँ चाहिँ हामी पञ्चकुण्डबाट माथि पुग्नु लाग्यो। कहाँ थाहै छैन, यस्तो हुर्सु लागिरहेको छ है। ल खानी पनि देउताले, कुलदेवीले, देउराली माताले रक्षा गरून् हाम्रो सबैको। यस्तो यहाँ विषय यहाँनिर तलपट्टि पञ्चकुण्ड छ है। केही छैन, केही देखेको छैन। हामी चाहिँ यसरी हिँडिरहेछौँ। जाडो भन्दा पनि पुरै फक छ।
यहाँभन्दा मुनि चाहिँ हाम्रो पञ्चकुण्ड हो होइन। अब हामी माथि बेस क्याम्पसम्म पुग्ने भनेको लगिजर म चाहिँ के भन्छ यसो हालत सबै झन् सेभ गर्नु पर्यो। भारी बोकेर गइन्छ चाहिँ जान्छ। तपाईँहरू त अब यहाँ त्यहीँ लानको लागि आउनु पर्ला यो त होइन। माथि छ त नि यस्तो दाउराहरू के हो यस्तो बन्दुक किला हान्ने नि घोला लौरो हुन्छ र यहाँ हुन्छ त्यो बन्दुकहरू लिएर आएको थियो तिमीले कसले त्यो त ड्रोन लिएर आएका ड्रोन त्यो पनि हुन्छ हजुर त्यत्रो त के त्यत्रोसम्म त के आउँदो के ठुलो ढुङ्गा गएर डङ्ग परेको होइन त्यही होला। ल ठिक छ हामी नत्र यहीँदेखि फर्किन्छौँ अब भन्छ अब किन रिक्स लिने होइन खतरा किन मुन्ने फेरि भयो क्या ट्रेन लाग्यो क्या ट्रेन नलापाएपछि न त्यो भाइहरूलाई ढिट्टा भाइलाई यो निलगिरी ल अन्नपूर्ण देखाइहाल्ने थियो नि। यो चाहिँ अन्नपूर्ण हजुर यो निलगिरी होइन यो निलगिरी अनि हुन्छ त नि ल राम्रो हुन्छ है त ल हामी नै आउँछौँ ल छिटो आउनु खोला बच्छ ल ल यही The sunshine fading slow, snowflakes on the ground again. The waiting is all we know. Will we ever make it out? I need a piece of your heart, honey. We're almost home. I can't make it here on my own. You'll be the first one, I'll be the last, babe. Just say what's on your mind again and again. And not so too long, but I can promise. Keep on going. हिजो हामीसँगै बस्नुभएको होइन र तल आएको हजुरहरू हामी भित्र थियो राति 10 बजे आउनुभएको थियो नि हामी भित्र थियौँ क्या हो नि है हामी भित्र थियौँ अहिले आउनु भयो बल्ल यो चाहिँ क्याम्पिङ साइड हो यहाँ चाहिँ छ होला 20-25वटा क्याम्प छ कोही बल्लछुट्टै बोन लगाइरहेछन् कोही के गरिरहेछन् कोही बल्लछुट्टै गइरहेछन् हाम्रो चाहिँ यहाँ रुपु सर रुपु यता हेर्नुहोस् यहाँ चाहिँ हाम्रो खानेकुरा पाइरहेछ लभी यहाँ भाइ खाने मान्छे यहाँ चाहिँ मन्चर हुन्छ मन्चर नाइस नाइस जाडो छ तर हामी छिचल्न तयार छौँ यहाँ चाहिँ यही छ टेन्टहरू छ यहाँ चाहिँ 15-20वटा छ आज चाहिँ कार्तिक 1 गते आज चाहिँ दसैँको पूर्णिमाको दिन पनि रहेको छ हाम्रो तलपट्टि चाहिँ मधुशाला खिच्दै हुनुहुन्छ तलपट्टि चाहिँ पञ्चकुण्ड ताल रहेको छ पृष्ठभूमिमा हामी 6:30 बजेको बिहान 6:30 बजेको टाइममा छौँ पञ्चकुण्ड ताल एकदमै निलो छ एकदमै रोमान्टिक छ भने हामी अन्नपूर्ण हिमालको फेदमा छौँ र एकदमै यहाँ चिसो भइरहेको छ पर्यटकहरू आन्तरिक र बाह्य पर्यटकहरू अझै माथि जाँदै हुनुहुन्छ हामी पनि त्यसको लागि प्रयासरत छौँ हामी चाहिँ यतिखेर म छु रूपक सर मधु सर र लभिज भाइ 4 जना छौँ भने हामीले सबभन्दा मिसिङ गरेको पात्र भनेको प्रशान्त कार्की सर उहाँलाई हामी यहाँबाट धेरै मिसिङ गर्न चाहन्छौँ सम्झिन चाहन्छौँ र हाम्रो अब फेरि हाम्रो पर्सनल यहाँ फोटोसुट हुनेछ भिडियो सुट हुनेछ हस्त धन्यवाद आज चाहिँ कार्तिक 1 गते हामी चाहिँ बिहान करिब 7 बजेको सङ्घारमा छौँ र यतिखेर हाम्रो पृष्ठभूमिमा तलपट्टि पञ्चकुण्ड ताल रहेको छ भने माथिपट्टि हाम्रो अन्नपूर्ण हिमाल रहेको छ यो प्रकृति यो खोला नाला छाङ्गा छहरा हिमाल ताल तल यहाँ देख्दा माधव प्रसाद राष्ट्रकवि माधव प्रसाद घिमिरेको एउटा गीत गाउन मन लाग्यो लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पधेरो लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पधेरो ओके गाइस
the High King of Kings. Come, voices raised, with all that breathe, praise the Father, the Son, and Holy Ghost. Praise the Father, the Son, and Holy Ghost. रुकुमैको आँखा नि राम्रै हो मन पर्ने ओठ आँखा नि राम्रै हो मन पर्ने ओठ. So hello guys, we are departing from Panchakunda Lake. हामी अब After 3 days पञ्चकुण्ड off. लेकबाट हाम्रो डेस्टिनेसन अब घरतर्फ जाँदैछौँ. हामी तल झर्दैछौँ है. यता नि हिमाल, यता नि हिमाल, यता नि हिमाल, यता नि हिमाल, हिमाल हिमाल. आज डे 4 अहिले 9:22 गयो. अब हामी यहाँदेखि हामी आफ्नो घरतिर फर्किँदैछौँ. अहिलेको अब हाम्रो डेस्टिनेसन भनेको हुमखोला पुग्ने प्लान छ. त्यहाँदेखि पुगेर हामी तातपानी अथवा बेनी वा डाइरेक्ट बागलुङ बजार पनि जाने हुने प्लान छ. अब कतिसम्म हिँड्न सकिन्छ होइन, यो नै हो लास्ट फेयरवेल है त. यही नि हामी यसरी हिँड्दैछौँ. इट्स अ लास्ट फेयरवेल है. ल सी यू, बाई बाई एभ्रिवान. ठ्याक्क 2:15 भयो. हामी चाहिँ अहिले ठ्याक्क हुमखोलाको यो ड्याममा छौँ. यो हाइड्रोपावरको ड्याम हो होइन. अब यहाँभन्दा अलिकति 5 मिनट जति अगाडि हिँड्यो भने चाहिँ गाडी आउने गर्थ्यो. अब गाडीले कन्ट्याक्ट गरेको छैन. अब गाडीको लागि जिपको लागि हामीले चाहिँ अब कन्ट्याक्ट गर्ने अथवा त्यहाँ भएकोमा मिलेर जाने भन्ने कुरा छ. अब हेरौँ त्यो गाडी पाउँछ कि पाउन्न. भाइहरू त उता आउँदैछन् सरहरू होइन. एकदमै गाह्रो छ. अब यहाँ गाडी पाइएन भने अब यति बास हुनसक्छ है.